आखिर भविष्य बिग्रिने भनेको विद्यार्थीको नै त रहेछ। आज मात्रै सरकारले निर्णय गरेछ निजामती कर्मचारी राखेर भए पनि कक्षा 12 को इक्जाम गराउनै पर्छ भनेर। एकातिर शिक्षकहरू आन्दोलन गर्दै महिनौं दिन पुग्न लाग्यो काठमाडौँमा रमिता देखाइरहेको छन्। अर्कोतिर पनौती सरकारले एकातिर रमिता देखाइरहेको छ। कि त सरकारले उनीहरूको माग के हो कार्यान्वयन गरेर पूरा गरेर पठाउनु पर्थ्यो, कि त शिक्षकले बुझेर इक्जाम आउने बेला भएको छ हामीले इक्जाम गराएर फेरि पनि आन्दोलन गर्न सक्छौँ, हामीले हाम्रा माग फेरि पनि राख्न सक्छौँ भनेर विद्यालयमा आएर इक्जाम गराउनु पढाउनु पर्थ्यो। अब इक्जाम दिने बेला भएको छ, 1 महिना पहिलेदेखि उनीहरूले प्रिपेयर गर्नुपर्ने ठाउँमा विद्यार्थीलाई छोडेर गएको छ। न त यो कुरामा सरकारलाई नै घाटा हुन्छ, न त त्यो शिक्षकहरूलाई नै घाटा हुन्छ। सिर्फ घाटा हुन्छ त मात्र विद्यार्थीहरूको भविष्य अन्धकार हुने हो। एक त नेपालको पढाइ यस्तै छ, सरकारी स्कुलको पढाइ तपाईँ हामीलाई सबैलाई थाहा छ, राम्ररी थाहा छ। हप्तामा 1 दिन छुट्टी हुन्छ, 3 दिन स्कुल नजाने, कहिले के काम गर्ने कहिले के काम परेको छ पढाउने त्यस्तै हो। अनि यही शिक्षकहरूको रमिता बढी हुन्छ। माग ठिक छ, तपाईँहरूको माग जायज छ, हामी पनि बुझ्छौँ, तपाईँहरूप्रति एकैबद्धता हामी पनि जनाउँछौँ, तर कतिखेर माग गर्ने? उताबाट इक्जाम आइरहेको छ, एसएलसी को त्यस्तै भयो, अब 11, 12 को इक्जाम त्यस्तै गरेपछि भर्खरै पढ्दै गरेका भाइ बहिनीहरूको भविष्यको चिन्ता कसले गरिदिने? तपाईँहरू जस्तो शिक्षकले नबुझेपछि त्यो युवाको त्यो विद्यार्थीहरूको जीवन अरू कसले बुझिदिन्छ? सरकारले त के नै गर्छ? नेपाल सरकारको त भरै पर्ने कुरा होइन। यो दुनियाँमा कोही गइ गुज्रेको सरकार छ भने त्यो नेपाल सरकार हो, सबैलाई थाहा छ। त्यही पनि शिक्षकहरूले चाहिँ यो नगरिदिनु पर्थ्यो। तपाईँहरूका माग इक्जाम गराइसकेपछि माग्दा पनि हुन्थ्यो। यो चाहिँ अति भयो। विद्यार्थीहरूको भविष्य डामाडोल हुन्न। एक त पढ्दैनन्, त्यसैमाथि इक्जाम आउनुभन्दा 1 महिना यसरी छोडेपछि उनीहरूको भविष्य के हुन्छ?